साह्रो त छिटो तान्नु न भने तान्नु पर्छ हल्दार भाइ अलि पछाडि गएर हल्दार भाइ अब राजेन सर के भन्नु त तपाईलाई मैले भन्दैछु अब होइन भने तपाईले माथिको टिनहरु के गर्नु छ यो प्लास्टिकहरु यो हजुर यतिकै घाम लाग्छ यो प्लास्टिक मान्छेको घाम लाग्छ नि यो ल यो प्लास्टिक पनि हुनु भएन है जति सबै काट्दिनुस् यो हुकहरु निकाल्दिनु प्लास्टिकहरु यो प्लास्टिकमै राख्नु यो यसमा सामान नियम भन्दा बाहिर हुँदैन सबैसित बसेर कुरा गर्नुपर्छ यो अहिले हटाउनुस् त्यहाँ आएर कुरा गर्नु कुन नियम रहेछ त्यहीबाट खोजौँला अहिले पाइएन अहिले हटाइदिनु जति बराबर हुन्छ